साथै यो चाहिँ कनिए पराले चाहिँ यानि कि ओइस्टर मसरुम हो र यो चाहिँ के यस्तो प्रकारले लट्टरम्म गरी फलिरहेको छ। यहाँ मैले एउटा पोकामा रोपेको छु जुन चाहिँ लगभग 200 ग्रामको बिउ मैले राखेको थिएँ यहाँ चाहिँ रोप्नको लागि। हेर्न सक्नुहुन्छ तलबाडी क्या मस्तको देखिरहेछ भने म चाहिँ एउटा स्प्रे बोतल पनि राखेको छु र यहाँ चाहिँ बेला बेला यस्तोरी स्प्रे चाहिँ हालिराख्नुपर्छ किनभने यसलाई यो ग्रोइङ एजमा रहेको छ भने यसलाई पानी चाहिरहेको हुन्छ। आज यस्तो हेर्दा चाहिँ भोलि चाहिँ यो लटरमा यत्रो भइसकेको हुन्छ र यसमा पनि हामीले चाहिँ बेला बेला यसरी पानी छर्किनुपर्छ र पानी पनि सही मात्रामा छर्किनुपर्छ, धेरै चाहिँ हाल्नु हुँदैन ताकि मसरुम फेरि ड्यामेज नहोस् भनेर हामीले चाहिँ बेला बेला हेरिराख्नुपर्छ। र तपाईँको मसरुम राख्ने ठाउँ चाहिँ अलिक सफा चिटिक्क परेको हुनुपर्छ ताकि झिँगा भुसुना यस्तोहरू किराहरू नलागोस् भनेर है साथीहरू। मसरुमको खेती गर्न पनि अलिक लाभदायक नै छ। यो चाहिँ मैले घरको लागि खानको लागि रोपेको छु साथीहरू। तपाईँले भिडियो मन परे लाइक गर्नु होला र यस्तो खालको स्प्रे चाहिँ ठ्याक्क मैले चाहिँ अर्ग्यानिक तरिकाले आफै बनाएको यानि कि कुनै डब्बा हालेको पानी हालेर मैले बनाएको है गाइज।